यसकारण परमप्रभुले भन्नुभयो, मैले सृष्टि गरेको मानिसलाई पृथ्वीबाट म मेटिदिनेछु, के मानिस, के घस्रने जन्तु, के आकाशका पंक्षी, सबैलाई, किनभने ती बनाएकोमा मलाई दुःख लागेको छ। तर नोआमाथि चाहिँ परमप्रभुको अनुग्रह भयो। आफ्नो पुस्तामा नोआ धर्मी र निर्दोष मानिस थिए। तिनी परमेश्वरको साथै हिँड्ने गर्थे। नोआका 3 जना छोराहरू जन्मे, सेम, हाम र येपेत। परमेश्वरको दृष्टिमा पृथ्वी भ्रष्ट भएको र उपद्रवले भरिएको थियो, किनकि पृथ्वीमा भएका सबै मानिसहरूले आफ्ना चालचलन भ्रष्ट पारिसकेका थिए। यसकारण परमेश्वरले नोआलाई भन्नुभयो, सबै मानिसहरूको अन्त्य गर्ने मैले अटोट गरेको छु, किनभने पृथ्वी तिनीहरूद्वारा उपद्रवले भरिएको छ। हेर, म तिनीहरूलाई पृथ्वी समेत नाश गर्नेछु। तैँले गोपेर काठको एउटा जहाज बनाउनु। जहाजमा कोठा कोठा बनाउनु, त्यसलाई भित्र बाहिर अलकत्राले लिप्नु। तैँले त्यो यसरी बनाउनु, जहाजको लम्बाइ 140 मिटर, चौडाइ 23 मिटर र उचाइ 14 मिटरको होस्। जहाजमा उज्यालो आओस् भनेर त्यो मास्ती र माथिबाट 1 हात छोडेर टुङ्ग्याउनु। जहाजको ढोका त्यसको एकापट्टि राख्नु। पहिलो, दोस्रो र तेस्रो तला भएको त्यो बनाउनु। जीवनको सास हुने आकाशमुनिका सबै प्राणीलाई म सर्वनाश पार्नलाई पृथ्वीमा जल प्रलय ल्याउनेछु र पृथ्वीमा भएको हरेक प्राणी मर्नेछ। तर तँसँग चाहिँ म आफ्नो करार स्थापित गर्नेछु। तँ, तेरा छोराहरू, तेरी पत्नी र तेरा बुहारीहरू समेत जहाजमा आउनेछन्। तब परमप्रभुले नोआलाई भन्नुभयो, तँ र तेरा सबै जहान जहाजभित्र जाओ, किनभने यस पुस्तामा मेरो सामु तँलाई मैले धर्मी देखेको छु। सबै जातका शुद्ध पशुहरूमध्येका 7 जोडी अर्थात् भाले र पोथी, र जुन जुन शुद्ध छैनन् तिनीहरूमध्येका 2 अर्थात् भाले र पोथी, र पंक्षीहरूमध्येका पनि 7 जोडी अर्थात् भाले र पोथी, समस्त पृथ्वीमा तिनीहरूका जातिहरूलाई जीवित राख्न तिनीहरूलाई तैँले ल्याउनु। अबको 7 दिनमा म पृथ्वीमा 40 दिन र 40 रात पानी वर्षाउनेछु। जति प्राणीलाई मैले बनाएको छु ती सबैलाई पृथ्वीबाट नाश गर्नेछु। तब परमप्रभुले तिनलाई हुकुम गर्नुभए बमोजिम नोआले सबै गरे। नोआ 600 वर्षको हुँदा पृथ्वीमा जल प्रलय भएको थियो। नोआ, तिनका छोराहरू, तिनकी पत्नी तथा तिनका बुहारीहरू जल प्रलयको पानीबाट बच्नलाई जहाजमा गए। शुद्ध पशुहरू र अशुद्ध पशुहरू, पंक्षीहरू र भुइँमा घस्रने हरेक प्राणी परमेश्वरको हुकुम बमोजिम जोडी जोडी अर्थात् भाले र पोथी नोआ कहाँ जहाजमा आए। अनि ठिक 7 दिनपछि पृथ्वीमा जल प्रलयको पानी पर्न लाग्यो। नोआका जीवनको 600 वर्षको दोस्रो महिनाको 7औं दिनमा ठूला ठूला अगाधका सब मूलहरू फुटे र आकाशका द्वारहरू खुले। अनि 40 दिन र रातसम्म पृथ्वीमा पानी परिरह्यो। ठिक त्यसै दिन नोआ, तिनका